सगरमाथा टेलिभिजन, तपाईको तेस्रो आँखा। Hong Kong Q&U Furniture, विश्व प्रसिद्ध ब्रांड, उत्कृष्ट गुणस्तर, 5th floor, Bhatpatini Supermarket, Bhatpatini. Phone 4428-177. This program is brought to you by Hong Kong Q&U Furniture. संयोग जडीबुटीबाट बनेको औखती साबुन। वाउ! हेरी कलेक्सन बाग बजार। नमस्कार, सगरमाथा टेलिभिजनको नियमित प्रस्तुति कार्यक्रम एसटिभी च्याटमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म गणेश मान गुरुङ। प्रिय दर्शकहरू, हामी यो कार्यक्रममा नेपाली समाजका विभिन्न क्षेत्र तह र विधासँग सम्बन्धित व्यक्तित्वहरूलाई यहाँहरू समक्ष ल्याएर उपस्थित गराउँदै आएका छौँ। आज पनि हामी त्यही क्रमको निरन्तरता अन्तर्गत नै छौँ र विशेष गरी आज गुरु पूर्णिमाको दिन, आजको दिनमा सम्पूर्ण क्षेत्रका गुरुहरूप्रति हार्दिक नमन व्यक्त गर्दै यो ज्ञानको धेरै सम्भावना बोकेका शिष्यहरू, विद्यार्थीहरू, चेलाचेलीहरू सबैलाई हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र आज हामी यहाँहरूलाई मैले भर्खरै निवेदन गरे जस्तै एकजना व्यक्तित्वलाई हामीले यहाँ निम्ताएका छौँ। साहित्य, सङ्गीत, कला यो विषय निकै फराकिलो विषय हो, निकै ठुलो विषय हो। यसमा यो विषयका बारेमा जतिजना मान्छेसँग भेट्दा पनि कमै हुन्छ। हामीले आफ्नो समय मिलाएर, यो प्रस्तुतिको समय मिलाएर धेरै पटक भेट्ने प्रयास गरिरहेका छौँ र आज पनि त्यही प्रयास अन्तर्गत छौँ। आज हुनुहुन्छ एकजना स्रष्टा, एकजना गीतकार व्यक्तित्व, एकजना कवि व्यक्तित्व, टेकबहादुर तामाङ। आज हामी उहाँसँग कुरा गर्दैछौँ। टेकबहादुरजी, यहाँलाई कार्यक्रममा स्वागत छ। हस्, धन्यवाद गणेशजी। र कार्यक्रमको यो आज गुरु पूर्णिमामा यहाँले बोलाएर यो मौका दिनुभएकोमा हार्दिक धन्यवाद र समस्त मेरा गुरुजनहरूप्रति सर्वप्रथम हार्दिक नमस्कार यसै टेलिभिजन मार्फत गर्न चाहन्छु। टेकबहादुरजी, हामी तपाईँलाई अलि धेरै रूपमा पनि चिन्न सक्छौँ, तर मैले आज तपाईँलाई कवि र गीतकार, विशेष गरी कवि र गीतकारको रूपमा हाम्रा दर्शकहरू समक्ष तपाईँको चिनापर्ची गराइसकेको छु। अब हामी यही गीत र कवितातर्फ हामी जान चाहन्छौँ। तपाईँलाई गीत लेख्न र कविता लेख्न केले डोर्याएको हो? आजको बसाइ यहीँबाट सुरु गरौँ। खास गरेर त अब साहित्य सङ्गीतप्रति मोह नहुने मान्छे सायदै कमै हुन्छ होला। कम्तीमा पनि असल श्रोता, असल दर्शक त हुन्छ साहित्य सङ्गीतका विधाहरूमा। र म पनि अब विद्यार्थी छँदैदेखि नै साहित्य सङ्गीतका केही किताबहरू अध्ययन गर्थेँ। विशेष गरेर एसएलसी दिए पश्चातका फुर्सदका समयहरूमा साहित्य सम्बन्धी किताबहरू अलिकति अध्ययन भयो। यो साहित्य सङ्गीत, यो कवि गीत, कविता गीत, यस्ता कुराहरू, यस्ता विधाहरू छन् नि, कसैले सिकाएर सिक्ने भन्दा पनि सानैदेखिको रुचिमा अलिक बढी निर्भर पर्दो रहेछ है? रुचिमा नै बढी त निर्भर गर्छ र अलिकति सराउन्डिङले पनि असर गर्छ जस्तो लाग्छ मलाई। जस्तो मेरै सन्दर्भ पनि धेरै भइसकेको थियो लेख्न स्टप गरेको र निकै पछाडि 2065 सालमा म इस्टिमरमा थिएँ। त्यति बेला किशोर खतिवडाजी, हाम्रै नेपाल प्रहरीकै प्रहरी निरीक्षक पनि हुनुहुन्छ, उहाँले कम्पोज गर्नुहुँदो रहेछ र मेरा सहकर्मी एकजना डिएसएफ नै हुनुहुन्छ, राजन अधिकारी, उहाँले गीत लेखौँ भनेर प्रेरित गर्नुभयो र धेरै लगभग 10 वर्ष चाहिँ लेख्न छोडेको अन्तरालपछि फेरि मैले सुरु गरेँ र यसरी अलिकति सराउन्डिङ र अनि वरिपरिको वातावरणले पनि प्रभाव पर्छ जस्तो। तपाईँले अलिकति कुरो ओके हाल्नुभयो होइन? मैले तपाईँलाई सुरुमा टेकबहादुर तामाङलाई कवि र गीतकारको रूपमा दर्शकहरूसँग चिनाएको थिएँ। अब अलिकति सन्दर्भ विस्तार मैले गर्नै पर्ने भयो। तपाईँ प्रहरी सेवाको एउटा अधिकृत डिएसपी पदमा कार्यरत हुनुहुन्छ अहिले होइन? हजुर। यो प्रहरीको सेवा भनेको त
अलिकति मनलाई कठोर बनाउनु पर्ने त्यस्तो काम हो नि होइन। दिनभरि मनलाई कठोर बनाएर त्यो भोगेको भोगाइलाई बेलुकी आफ्नो निवासमा आराम गर्दा त्यसपछि स्रष्टा टेकबहादुर तामाङले त्यो भोगाइलाई कसरी एनालाइसिस गर्छ, कसरी मूल्याङ्कन गर्छ? यहाँले भन्नुभयो जस्तै प्रहरी सेवा समयअनुसार कठोर पनि हुनुपर्छ, अपराध र अपराधीप्रति प्रहरी कठिन पनि हुनुपर्छ, कठोर हुनुपर्छ भनेदेखि प्रहरी एउटा सेवा पनि हो। दुःखमा परेकाहरूको उद्धार गर्नु, प्रकोपमा परेका बेला उद्धार गर्नु, स्वयं कुनै पनि अपराधबाट पीडित भएका पीडितहरूको लाई राहत महसुस गराउनु, यी कुराहरू पनि पर्छ। नरम पनि त्यत्तिकै हुनुपर्छ जस्तो लाग्छ मलाई। प्रहरी सेवामा नरमपन्न कडापनको तुलना गर्दा लगभग उस्तै नरमपन्न कडापनको उस्तै स्थान हुन्छ कि है। तर साहित्य सङ्गीत कलामा त नरमपनको प्रतिशत अलिक बढी हुन्छ नि होइन, अथवा कडापन हुँदै हुँदैन पनि भन्नुहुन्छ कतिले। दिनभरिको त्यो कठोर भोगाई होइन, दिनभरिको त्यो वास्तविक भोगाईलाई बेलुकी क्या निवासमा टेकबहादुर तामाङ जो स्रष्टा, देशमै होइन स्रष्टा टेकबहादुर तामाङले कसरी पर्गेल्नुहुन्छ, कसरी मूल्याङ्कन गर्नुहुन्छ? अब प्रोफेसन एकतिर हो, वास्तवमा प्रोफेसन हो र त्यसले माग गरेको सेवा आफूले प्रदान गर्न सक्नुपर्छ। त्यस पछाडि सिर्जना भनेको अलिकति फरक विषय हो जस्तो लाग्छ। तर सेवाभित्रका कामहरू, प्रोफेसनका कामहरूलाई पनि सिर्जनामा बदल्न कतिको सकिन्छ त्यो चाहिँ एउटा कुरा हो। जस्तो प्रहरी सेवामा पनि यस्ता अनेकन घटनाहरू हुन्छन् जो चाहिँ एउटा कथाको भन्ने भने विभिन्न प्लटहरू, विभिन्न खाले घटना दुर्घटनाहरू प्रहरीले डिल गर्नुपर्छ, प्रहरीमा आइराख्छ र यस्ता दुःखका वेदनाका छटपटीका कुराहरू हामीले दिनभरि पनि डिल गर्नुपर्छ र ती कुराहरूलाई साहित्यिक रूपमा उतार्न सके त अझ नै राम्रो हुन्छ भन्ने मलाई लाग्छ। त्यस्तो कुराहरूलाई साहित्यिक रूपमा उतार्न कतिको सहयोग गर्दो रहेछ अथवा कतिको असहयोग पुग्दो रहेछ, के हुँदो रहेछ? सहयोग र असहयोग दुवै छ मैले देख्दाखेरि। सहयोग यस अर्थमा कि त्यस्ता रियल भोगाईहरू अन्य सेवामा भन्दा बढी हुन्छ कि जस्तो लाग्छ मलाई। स्वयं कथाका प्लटहरू त्यहाँ हुन्छ। अब मैले टेकबहादुरजी तपाईँसँग मैले एक टुक प्रश्न गर्न चाहेँ, अझै गहिरेर जान्न चाहेँ। स्रष्टा टेकबहादुर तामाङका लागि डन्डा कति साधक र कति बाधक? थोरै त बाधक हुन्छ नि, किनभनेदेखि यसमा कन्सन्ट्रेसन भन्ने कुरा हुँदैन। कुनै पनि घटनाले त्यो क्रमलाई भङ्ग गर्न सक्छ र हाम्रो सेवाको प्रकृति नै यस्तो छ कि कति बेला के हुन्छ त्यसको पर्खाइमा हुन्छौँ हामी र त्यसको क्विक रेस्पोन्स चाहिँ यो हाम्रो सेवाले माग गर्छ। त्यसो हुँदाखेरि साहित्य अध्ययनमा लिन हुन्छु र यसै गर्छु, यो समयमा यसरी गर्छु, यति लेख्छु, यति अध्ययन गर्छु साहित्य सम्बन्धी भनेर योजना बनाएर योजना अनुसार बढ्न चाहिँ सकिन्न, किनभनेदेखि क्विक रेस्पोन्स प्रहरी सेवाको माग हो, आवश्यकता हो। व्यावसायिक क्षेत्रमा, व्यावसायिक बाटोमा, व्यावसायिक पाटोमा का जति नै ती अप्ठ्याराहरू हुँदाहुँदै पनि अब यो साहित्य क्षेत्रमा आफ्नो कलम चलाउने आफैमा सजिलो काम होइन, यो हामीले पनि महसुस गरेका छौँ। यद्यपि तपाईँले यो एउटा गीती एल्बम पनि प्रकाशित गरिसक्नु भएको छ, स्वदेश भन्ने। यो एल्बममा कुन्ती मोक्तान, रामकृष्ण ढकाल, राजेश राई लगायतका थुप्रै राष्ट्रिय कलाकारहरूले स्वर दिइसक्नु भएको छ। यसको म्युजिक भिडियो हामी छिटै हेर्न पाउँछौँ भन्ने हामी अपेक्षा राख्छौँ, आज सम्भव नभए पनि। र आज टेकबहादुर तामाङसँग गफ गर्दा हामी साहित्य क्षेत्रमै छौँ, गीत र कविताका क्षेत्रमा छौँ। हामी हाम्रा कुराकानीका अलावा तपाईँका सृजनालाई पनि हामीले स्थान दिनुपर्छ भन्ने मैले सोचेको छु। हामीलाई कुनै पङ्क्ति सुनाउनुहुन्छ अहिले? हुन्छ, हस्, धन्यवाद। यो माटोको आवाज भन्ने मैले एउटा गीत तथा कविता सङ्ग्रह, देशभक्तिपूर्ण गीत तथा कविता सङ्ग्रह प्रकाशित गरेको थिएँ। त्यसको त्यो एल्बममा पनि छ।
र यसमा एउटा यो कोसौँ टाढा भन्ने एउटा देशवासीलाई अलिकति जागरण ल्याउने किसिमको मैले शब्दहरू यसमा संयोजन गरेको छु। यो जगदीश तमालले गाउनु भएको छ हैन? जगदीश तमालले गाउनु भएको छ, दीपक जङ्गमले सङ्गीत गर्नुभएको छ। हजुर, एक्ज्याक्टली। र यसलाई म लयबद्ध होइन, प्लेनली काव्यशैलीमा सुनाउँछु। काव्यशैलीमा प्लिज कृपया। कोसौँ टाढा यात्राको सुरुवात एउटै पाइलाबाट हुन्छ, सिङ्गो युगको सुरुवात पनि एउटै बिहानीबाट हुन्छ, सिङ्गो युगको सुरुवात पनि एउटै बिहानीबाट हुन्छ। गन्तव्यको पहिलो पाइला यही हो हाम्रो भन्ने ठानौँ, नयाँ युगको नौलो बिहानी यही बिहानीलाई मानौँ। मुठी मुठी सबले दिउँ, जोड्दा धेरै मुरी हुन्छ, मासा मासा मिलेर नै सुनको एउटा धुरी हुन्छ। पस्किदिउँ लाई कहिले त्यो थोरै हुन्न, थोपा थोपा काफी हुन्छ ठुलो महासागर बन्न। भोलि भन्ने कहिल्यै हुन्न, देश निर्माणको काम थाल्न, न त कहिल्यै ढिलो हुन्छ असल काम आजै थाल्न। पौरख देऊ देशलाई, यसले हामीलाई गौरव दिन्छ, देशवासीको पहिचान नै देशैसँग गाँसिएको हुन्छ, देशैसँग गाँसिएको हुन्छ। धन्यवाद। एकदम राम्रो गीत। म अब टेकबहादुर तामाङसँग आज गफ गर्न मौका जुन जोडेको छ, यो अवस्थामा हामी साहित्यिक क्षेत्रमा त कुराकानी गर्छौँ नै, गीत कविताका बारेमा कुराकानी गर्छौँ नै। म अहिलेको डिएसपी टेकबहादुर तामाङको बाल्य अवस्थामा फर्कन चाहेँ। तपाईँको बाल्य अवस्थाको त्यो रमाइलो क्षण अथवा त्यो क्षण कस्तो थियो, संक्षेपमा हामीलाई सुनाइदिनुहोस् न। म भोजपुरको एउटा दुर्गम गाउँ हेलौँचाको बेतिनी भन्ने स्थानमा जन्मेको हुँ र मेरो प्रारम्भिक शिक्षा त्यहीँबाट कालिका निमाविबाट। र अब त्यही हो गाउँ ठाउँको, यदि यहाँलाई पनि याद छ भनेदेखि स्कुल गयो, त्यस पछाडि शनिबार र विशेष गरेर आधा छुट्टी हुन्थ्यो, शुक्रबार पनि। र ती दिनहरूमा गाई भैँसी चरायो, अनि त्यति बेलै अब किताबहरू अलिअलि पढ्यो। यस्तै कुराहरूमा बाल्यकाल मेरो बितेको हो। सङ्घर्ष भन्ने चिजलाई त्यही बेलामा तपाईँले कतिको नजिकबाट चिन्न भ्याउनुभयो? सङ्घर्षलाई मैले आत्मसात गरेको छु त्यही बेलादेखि नै। एउटा दुर्गम ठाउँबाट त्यस पछाडि पढ्दै पढ्दै सदरमुकामको हाई स्कुल पढ्नलाई त्यति बेला सदरमुकाम आउनु पर्थ्यो र विद्योदय माविबाट मैले एसएलसी पास गरेको हुँ। त्यस पछाडि राजधानी छिरी पढ्ने सिलसिलामा अनि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा मैले डिप्लोमा इन सिभिल इन्जिनियरिङ पास गरेको हुँ त्यति बेला। त्यस पछाडि मैले खानेपानीमा मैले जागिर पनि 4 वर्ष खाएको छु, खानेपानी विभागमा। त्यस पछाडि चाहिँ मैले कमर्सतिर डाइभर्ट गरेँ आफ्नो एजुकेसनलाई, अनि 52 सालदेखि यता प्रहरी निरीक्षक पदमा प्रवेश गरेँ र प्रहरी सेवामा हुनुहुन्छ। हजुर, कार्यरत छु। टेकबहादुरजी, हुन त मान्छेको जीवनमा सङ्घर्ष सधैँभरि रहिरहन्छ है, तर अहिलेको डिएसपी टेकबहादुर तामाङले पनि सङ्घर्षको सामना गर्नै परेको छ। त्यति बेलाको भर्खर मावि तहमा पढ्दै गरेको टेकबहादुर तामाङले पनि सङ्घर्षको सामना गर्नु परेकै थियो होइन? अवश्य। त्यति बेलाको सङ्घर्षसँगको जुधाइ र अहिलेको सङ्घर्षसँगको जुधाइ कहिले कहिले जोखतौल गर्नु चाहिँ गर्नु न तपाईँ? जोखतौल नै त म त्यति गर्दिनँ, किनभने मान्छेले पछाडि चाहिँ हेरेर शिक्षा लिनुपर्छ जस्तो लाग्छ मलाई। तर हामी जहिले फरवर्ड लुकिङ हुनुपर्छ र त्यही मेरो फिलोसफी अन्तर्गत अगाडिका चुनौतीहरूतर्फ नै म केन्द्रित हुन्छु विशेष गरेर। तर तुलना गर्ने हो भने त्यति बेलाका समस्याहरू भनेको कसरी पढ्ने, कसरी पास गर्ने र अनि उच्च शिक्षाको लागि कसरी अगाडि बढ्ने, अभिभावकहरूले कसरी दुःख गरेर आफूलाई गरिदिन सक्नुहुन्छ त्यसतर्फ चिन्तित भइन्थ्यो, सीमित हुन्थे त्यति बेला। भनेदेखि अब अहिले चाहिँ एकातिर अब प्रोफेसनल चुनौती छँदैछ, अब त्यसमा पनि अहिलेको
प्रहरी ले सामना गर्नुपर्ने कुराहरू यो सङ्क्रमणकालीन अवस्थामा र अहिले त झन् फेरि यो मेट्रोपोलिसको एउटा इन्चार्जको हिसाबले मेट्रोपोलिसको एउटा सर्कलको इन्चार्जको हिसाबले जुन कम्प्लिकेटेड सिचुएसनमा डिल गर्नुपर्ने कुराहरू फरक छन्। अब चुनौती त प्रशस्तै हुन्छन्। मैले फेरि लगभग अहिलेको प्रश्नसँग छोइन्छ होला। अहिलेको यो व्यावसायिक जिम्मेवारी कार्यभारले थाकेको टेकबहादुर तामाङलाई त्यो स्रष्टा टेकबहादुर भित्रको मनभित्रको सृजनात्मकपनले कतिको विश्रामको अनुभूति दिन्छ, कतिको रिल्याक्सिङ फिल गराउँछ? एउटा कुरो चाहिँ अब तपाईँलाई सजिलै भएको होला है, किनकि तपाईँ गीत कविता लेख्न सक्ने खुबी पनि तपाईँसँग छ। थाकेको बेलामा आफ्नो रुचिको विषयलाई अगाल्न पाउँदा मान्छेले थकाइ बिर्सन्छ भन्छन्। मैले त्यही उद्देश्यले तपाईँलाई यो प्रश्न गरेको नि। हजुर, अब यो आपत्ति त होइन, तर अब सेवादेखि थाक्नु भन्ने कुरा त हुन्न होइन, हामी थाक्दैनौँ पनि। त्यसमा पनि हामी त अब त्यो चुनौतीलाई मान्छेको शरीर हो, थाक्छ अलिकति होइन, फिजिकल रूपमा कहिलेकाहीँ हजुर शरीरले दिमागले होइन। हजुर, तर एउटा कुरो चाहिँ के भनेदेखि कहिलेकाहीँ आफ्ना सिर्जनाहरू जो प्रकाशित भइसकेका छन् होइन, तिनलाई यसो सुन्दाखेरि आनन्दको अनुभूति आउँदो रहेछ। र अब अहिले हो भनेदेखि ती सिर्जनाहरू गर्न सक्थेँ कि सक्दिनँ जस्तो पनि लाग्दो रहेछ। र सिर्जना भन्ने कुरा जति बेला आयो त्यसलाई ट्याक्क एउटा ब्ल्याक एन्ड व्हाइट गरिदिइहाल्यो भने चाहिँ राम्रो हुन्छ भन्ने चाहिँ मैले ठानेको छु। र कहिलेकाहीँ अब योभन्दा अलिक सुधार्नु पाए त हुन्थ्यो कि जस्तो लाग्छ। अब यही एल्बमकै केही शब्दहरू पनि, तर पनि अब ती त हुनु त भइहाले। तर विशेष चाहिँ त्यति बेला अब राम्रो नै भएछ। त्यति बेला अब यो कम्पोजर हजुर आफूले पनि राम्रै गरिएछ, कम्पोजरहरूको पनि र गायकहरूले पनि राम्रै गाइदिनु भएछ जस्तो लाग्छ मलाई। तपाईँ गीत कसरी लेख्नुहुन्छ? पहिला सङ्गीतको ट्युनिङ गरेर म्युजिकको ट्युनिङ गरेर लेख्नुहुन्छ अथवा मनको आवाजलाई सिधै अक्षरमा परिणत गर्नुहुन्छ? कसरी लेख्नुहुन्छ? कुनै एउटा युजल गीत अथवा आफूलाई मन परेको लयमा चाहिँ गुनगुनायो अनि त्यही मिटरमा लेख्यो। भावना चाहिँ अब त्यति कति बेला के फुर्छ, तर त्यसलाई मिटर मिलाउनलाई चाहिँ म प्राय अलिकति सुनिराखेको गीतमा गुनगुनाएर त्यसमा मिटर मिलाउँछु। तपाईँको गीतको, तपाईँको कविताको पहिलो श्रोता, पहिलो पटक सुनिदिने मान्छे को? कहिले श्रीमती पनि हुन्छ, कहिले अरू साथीभाइ हुन्छ, त्यही छ। अब अहिले भन्नुपर्दा एकजना खोटाङमा बस्दाखेरि गोपाल चन्द्रजीलाई म कहिलेकाहीँ सुनाउँथेँ, यस्तो लेखेको छु मैले भनेर। अब कहिले श्रीमती मेरो अनुश्री पाखरिनलाई पनि सुनाउँछु म कस्तो छ भनेर। तपाईँले जुन यो स्वदेश भन्ने गीती क्यासेट एल्बम निकाल्नु भएको छ नि, हजुर, एउटा स्रष्टाले कुन भावबाट प्रेरित भएर आफ्नो गीत अक्षर मार्फत होइन प्रस्तुत गर्छ, पोख्छ र त्यसपछि सङ्गीतकारले सङ्गीत बनाउँछ र धेरै गायक गायिकाहरूले त्यसमा स्वर भरिदिन्छन्। हजुर, स्रष्टा टेकबहादुर तामाङले रचना गरेको गीतमा कुन्ती मोक्तान, रामकृष्ण ढकाल, राजेश पायल राई, जगदीश समाल लगायतका थुप्रै राष्ट्रिय स्तरका चर्चित कलाकारहरूले स्वर दिइसक्नु भएको छ। म यो एल्बमको बारेमा केन्द्रित हुन चाहेँ। हजुर, यो एल्बममा आफ्नो कला पोखिसक्नुभएका सङ्गीतकार र गायक गायिका कलाकारहरूले कतिको न्याय गर्नुभएको छ? म त पूर्ण रूपमा ढाँट्ने कुरै छैन। र सर्वप्रथम त यसमा 4वटा कम्पोज त मेरो मित्र किशोर खतिवडाको छ र उनले यसमा निकै न्याय गरेको पाउँछु म। त्यो मै खुकुरी भन्ने गीत अहिले अब अन्यत्रको मलाई त्यति थाहा भएन, यो मार्केटिङ अथवा यसको डिस्ट्रिब्युसन त्यति नियमित हुन सकेको छैन। तर खोटाङमा महसुस गर्नुपर्छ। हजुर, खोटाङमा चाहिँ रूपाकोटी एफएमले यसलाई अलिक प्रसारण गरिदिएको थियो र त्यहाँ धेरै श्रोताहरूले मलाई व्यक्तिगत रूपमा भेटेर चाहिँ यो गीत त तपाईँले पो लेख्नु भएर छ मै खुकुरी भन्ने, त यो त अहिलेको चाहिँ निकै राम्रो राष्ट्रिय गीत हो भन्ने कुरा। र त्यस्तै स्कुलमा चाहिँ यो गीत डान्स कम्पोज गरेर फर्स्ट भएको दृश्यावलीहरू र
एउटा त्यहाँ 50-60 जनाको एउटा नाइमा कृषि फर्ममा विद्यार्थीहरू साना बच्चाहरू छन्। उनीहरूले पनि यो गीत चाहिँ कम्पोज गरेर म आफैलाई देखाएको, डान्स कम्पोज गरेर देखाएको, गीत गाएको सुन्दाखेरि त्यो राम्रो भएछ गीत भन्ने मलाई लागेको छ। यस अर्थमा गीती एल्बम स्वदेशमा अन्याय गरिएको कहीँ कतै गुन्जाइस छैन भन्ने बुझाइ तपाईँको? छैन, एकदमै आदरणीय भीमदाईले पनि त्यत्तिकै राम्रो कम्पोज गरिदिनु भएको छ, गायक गायिकाहरू सबैले राम्रो गाइदिनु भएको छ, एकदम सन्तुष्ट छु म। एउटा स्रष्टा मात्रै नभइकन एउटा मूल्याङ्कनकर्ता पनि हो, दर्शक पनि हो, होइन? हजुर। त्यो स्रष्टाले धेरै काम गर्छ कि है? हजुर। वास्तविक रूपमा ननाटी भन्नुपर्दा धेरै भूमिका निर्वाह गरेको हुन्छ। तपाईँले अहिलेको यो नेपाली समाजमा अहिले जुन छ नि गीत सङ्गीत कला यो साहित्यका विभिन्न विधाहरू, यो अहिलेको साहित्यिक क्षेत्रलाई कसरी मूल्याङ्कन गरिरहनु भएको छ? तपाईँको मूल्याङ्कन गराइमा अहिलेको वर्तमान नेपाली समाजको साहित्यको अवस्था कहाँ छ, कस्तो छ? अब मैले त्यति धेरै गहिरिएर विश्लेषण त गरेको छैन, तर तपाईँको बुझाइले के भन्छ? हजुर, हरेकचोटि युगमा कुनै न कुनै केही कुराहरूको वेब आउँछ। कहिले वैज्ञानिक आविष्कारहरूको वेब आउँछ, कहिले साहित्यिक रचनाहरूको वेब आउँछ। अब बालकृष्णसम्म, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, त्यति बेलाको स्थापित र चिरस्मरणीय व्यक्तित्वहरू जतिको हाइटको त अहिले अब पाउन अलिक कठिन छ। त्यो समय त्यो किसिमको थियो र अहिले सङ्ख्यात्मक रूपमा धेरै र अब र लगभग एभरेजमा धेरै र राम्रा अब साहित्यिक कर्मीहरू चाहिँ देख्न पाइन्छ। यो क्षेत्रमा राम्रै फुलहरू फुलेका छन्, फुलिरहेका छन्, सम्भावना धेरै छ। सम्भावना धेरै छ मैले देख्दाखेरि। तपाईँसँग हामी निकै धेरै कुरा गर्न चाहन्थ्यौँ, समय सकिसकेको छ, तर तपाईँलाई छोड्नुभन्दा अगाडि जसो पर्ला एक दुई पङ्क्ति त फेरि सुन्न पर्ने हो। ल, म एउटा यो चाहिँ मेरो आधुनिक गीतको एउटा एल्बम निस्किँदैछ, प्रकाशोन्मुख छ, 6वटा गीतहरूको भोकल भइसकेको छ र एउटा सायद सङ्ग्रह पनि निस्किन्छ होला। यो चाहिँ मेरो यो पाण्डुलिपि तपाईँलाई एकदम शुभेच्छा छ, यो छिटै प्रकाशित होस्। र यसबाट यो सङ्गीतकार पावेल चामलिङ भाइले सङ्गीत गरेको छ र यसलाई राजेश पायल राई र अन्जु पन्तले स्वर दिइसक्नु भएको छ र यो चाहिँ एउटा प्रेमीकाको बिचको भन्दा पनि जीवनसाथी भन्ने एउटा त्यसको भावलाई लिएर मैले लेखेको छु। सुनिहालौँ। जीवनसाथी नाता यस्तो एउटै मुटु जीवनभरि, साथ अटुट जहिले पनि खडेरी या वर्षेझरी, साथ अटुट जहिले पनि खडेरी या वर्षेझरी, तिम्रो माया सधैँ ताजा फक्रँदो त्यो फुलसरी, बढ्दो आकार सधैँभरि शुक्ल पक्ष जुनसरी, कहाँ जुर्छ जोडी त्यसै दैव संजोग नभइकन, लगन गाँठो कसेपछि बढ्छ माया झन्झन, कहाँ कहाँ जन्मिएर बाँचुन्जेल सँगसँगै, मर्द सायद अघि पछि बसौँ एउटै चिहान भई, मिठा मिठा धुन रच्दै जिन्दगीको गीत गाऊँ, जति जुनी पाए पनि हाम्रै जोडी जम्न पाऊँ, जति जुनी पाए पनि हाम्रै जोडी जम्न पाऊँ। धन्यवाद। साह्रै मिठो गीत। टेकबहादुरजी, अब सेवाको हिसाबले, व्यवसाय पेसाको हिसाबले तपाईँ अत्यन्तै व्यस्त हुनुहुन्थ्यो, यद्यपि हाम्रो निम्तालाई स्वीकारेर आइदिनु भयो। यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद पनि भन्दै, नेपाली समाजले प्रहरी क्षेत्रमा कार्यरत डिएसपी टेकबहादुर तामाङको सेवा मात्र नभइकन स्रष्टा टेकबहादुरको कलम पनि नेपाली समाजले पाइरहोस्, हामी हार्दिक शुभेच्छा व्यक्त गर्दै यहाँसम्म हाम्रो स्टुडियोसम्म आइदिनु भएकोमा र हाम्रो कुराकानीका लागि हामीलाई साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हजुर, यहाँको शुभेच्छा र यो मेरो मौका समेतको लागि सगरमाथा टेलिभिजन र मेरा भाइ सङ्केत कोइराला, त्यस्तै स्पेसल्ली यहाँलाई पनि मेरो धेरै धेरै धन्यवाद। हजुर। प्रिय दर्शकहरू, आज थियौँ हामी
कवि तथा गीतकार टेकबहादुर तामाङसँग। व्यावसायिक रूपमा उहाँ प्रहरी क्षेत्रको डिएसपी पदमा कार्यरत पनि हुनुहुन्छ। हामीले उहाँसँग समयले भ्याएसम्म तितामिठा कुराहरू कति केलाउन सकेनौँ यो मूल्याङ्कनको जिम्मा यहाँहरूलाई नै छाड्दै हामीलाई हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद पनि भन्दै आजका लागि हामीले यो कार्यक्रमको बिट मार्ने समय आइसकेको छ। तसर्थ आजका अतिथि कवि गीतकार टेकबहादुर तामाङ र म गणेशमान गुरुङ आजको यो एसटिभी चेयरको बसाइबाट बिदा हुन चाहन्छौँ। नमस्ते। Hong Kong QNU Furniture.